होइन डिक्टो छ कि यो 50 को तर यो डुप्लिकेटले फालिदिएर हिजो धन्ने समातेन भने डुप्लिकेट नोट के यस्तो हुने यार तर डिक्टो बनाइदिएँ अनि एउटा हल्का मैले यहाँको डिटेलिङ चेक गर्दाखेरि चाहिँ यो हरियो पार्ट छ नि यो हरियो पार्टमा चाहिँ हल्का फरक जस्तो अब यो 50 मा अर्कै हुने हो कि यहाँ हेर्नु यहाँ अर्कै छ होइन यो 50 को अर्कै छ 20 को अर्कै छ 50 को अर्कै छ यहाँ अलिकति त्यो हरियो पार्ट मेटिया छ यहाँ चाहिँ हरियो पार्ट क्लियरली छ यो दुईटा माथिको 20 दुईटा माथिको 20 चाहिँ मेरो होइन तर डिक्टो डुप्लिकेट मनी धन्नै फसेको होइन ये डुप्लिकेट मनी गाइस चिन्निन्न क्या आमाको छोरो डिक्टो छ यार यही फरक छैन अर्को 50 को नोट भए अझ कन्फर्म हुन्थ्यो होइन $1 को हो $1 को पनि अलिकति प्रिन्टहरू अलिकति सस्तो छ $1 यो हरियोबाट थाहा हुँदैन यो हरियो पुरै ग्रिन छ भनेपछि ओरिजिनल भयो होइन यसको पनि हरियो पुरै ग्रिन छ ओरिजिनल यसको चाहिँ हरियो पुरै ग्रिन छैन यो कालोले छोपे खान त हेर्नु होइन यो चाहिँ डुप्लिकेट त्यस्तै लाग्यो है मलाई है नत्र यो धेरै जस्तो थाहा पाउने हयले यो गिरगिर गरेको हुन्छ यो कपडा चाहिँ यो गिरगिर गरेको हुन्छ यसको पनि गिरगिरै छ है कपडा क्रेक वालै छ अनि अर्को मैले एउटा फिल्म हेर्ने बेला फर्जी हो कि कुन फिल्म हेर्ने बेला यो सिङ्गल नोट छ यो चाहिँ हल्का स्यान्डविच नोट छ कि दुईवटा पेपर टाँसे जस्तो नोट छ कि पेपर पनि हल्का फरक त फरकै छ यो चिल्लो छ हो पेपर नि हल्का फरक छ तर त्यस्तो भरै नपाउने फरक चाहिँ छैन छोएपछि मात्र थाहा पाइन्छ यो किटी हुन्छ यो चाहिँ हल्का लुलेवाला छ अनि मैले फेरि यो लुलो भनेर यो पुरानो नोट $1 को चेक गर्दाखेरि यो हाडै छ फेरि $1 पुरानो छ